आज ओरेडियाको लास्ट दिन बाई बाई हो र दिया भन्दै अब हामी चाहिँ लाग्नुपर्ने हुन्छ ग्यारेजतिर। वाउ दामी फुल फुलेछ त है, कस्तो दामी फुल। हेलो एन्ड दर्शन नमस्ते एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। सो आजको भिडियोमा हजुरलाई स्वागत छ। आई होप हजुरहरू एकदमै आरामै हुनुहुन्छ होला, म पनि एकदमै आरामै छु। र आजको भिडियो चाहिँ हामीहरू यहाँ रोमानियाको ओरेडियादेखि रोमानियाको बुकारेस्ट जुन राजधानी हो यहाँ रोमानियाको, त्यहाँ जाँदैछौँ। मेरो साथमा यहाँ साथीहरू हुनुहुन्छ, तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँ मेरो साथीहरू हुनुहुन्छ। हामीहरू लगभग 7-8 जनाको ग्रुप छौँ। अनि 7-8 जनाको ग्रुपमा चाहिँ हामी 3 जना निस्किसकेका छौँ, बाँकी साथीहरू निस्किन बाँकी नै छ। र अब हेरौँ बाटोमा के कस्तो हुन्छ है। अब यहाँबाट जानुको कारण चाहिँ पछि तपाईँहरू थाहा पाइहाल्नुहुन्छ, म भनिहाल्छु, हजुरलाई अपडेट गरिहाल्छु। हेरौँ के कस्तो हुन्छ है। ल साथीहरू, अब बाँकी साथीहरू पनि आइसक्यो र हाम्रो बोल पनि ठ्याक्कै आइसक्यो। अब फेरि बोलमा जानुपर्ने हुन्छ। बाँकी साथीहरू पनि यहाँ जम्मा भइसक्यो। ल साथीहरू, बोल पनि आइसक्यो, तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँ छ बोल चाहिँ। ल त्यही हो है। ल अब लागौँ। साथीहरू, अब हामी चाहिँ गारा स्टेसनमा पनि आइसक्यौँ, यहाँ बस स्टेसनमा। अब हामी चाहिँ 12 बजीको जानुपर्ने भयो, किनभने बिहान 7:30 बजीको थियो। साथीले चाहिँ यो बोल्टको लोकेसन मिस्टेक हान्नुको कारण चाहिँ हाम्रो बस छुटिसक्यो। र हामी 2 जना यहाँ आइसक्यौँ। यहाँ दाई हुनुहुन्छ पछाडि, अनि म छु, अनि साथीहरू चाहिँ आउँदैछ, बोल्टमा आउँदैछ बिस्तारै। अब 12 बजी जानुपर्छ। आज ओरेडियाको लास्ट दिन। अब ओरेडियालाई बाई बाई हान्दै बाई बाई हो र दिया भन्दै अब हामी चाहिँ लाग्नुपर्ने हुन्छ बुकारेस्टतिर है। अनि यताको दृश्य चाहिँ यस्तो छ, तपाईँहरू देख्न सक्नुहुन्छ। ट्याक्क बिहानको मौसम छ, मिठो घाम लागिरहेछ। यता दाइ हुनुहुन्छ। हाम्रो बस चाहिँ अगाडि छ, उति देखेको चाहिँ हाम्रो बस हो। हाम्रो सामानहरू चाहिँ लगेजहरू चाहिँ यहाँ छ। त्यही हो गाइज। अब 12 बजीसम्म पुगौँ, अनि त्यसपछि के कस्तो हुन्छ हेरौँ है। भिडियोहरू लास्टसम्म हेरेर साथ दिनु होला। यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने भिडियोलाई लाइक, सेयर, कमेन्ट, अनि युट्युब च्यानललाई चाहिँ सब्सक्राइब पनि गर्न नभुल्नु होला। ल साथीहरू, हामी चाहिँ अब 2-3 घन्टा कुर्नुपर्ने भयो। र अब हामी यता सामानहरू ल्याउनको लागि आइरहेको छौँ, खानेकुरा बाटोमा खानको लागि। यहाँ मार्केटमा आएको, मार्केट पनि यता बन्द रहेछ। आज शनिबार आइतबार, आज चाहिँ आइतबार चाहिँ सबै बन्द हुन्छ प्रायः। यता मार्केटहरू अनि यताको त्यो मलहरू बन्द हुन्छ। यता सबै बन्द छ आज, देख्न सक्नुहुन्छ। नत्र यहाँ खतरा भिड हुन्छ यो ठाउँमा चाहिँ। यस्तो छ यताको, तपाईँहरू देख्न सक्नुहुन्छ। यहाँ अगाडि 3 जना साथीहरू हुनुहुन्छ। अनि यहाँ चाहिँ यो मल हो पुरै, देख्न सक्नुहुन्छ। यता चाहिँ यस्तो छ। त्यही अब कहाँबाट ल्याउँछौँ सामान। अब सामान खानेकुराहरू ल्याउनु पर्ने छ। मैले त ल्याएको छ, साथीहरूले चाहिँ ल्याउन भुलेको छ हतारको कारणले चाहिँ। ल त्यही हो। अब हेरौँ के कस्तो हुन्छ अगाडि। ल साथीहरू, अब हामी चाहिँ थोरै सपिङ पनि गऱ्यौँ बाटोमा खानको लागि। ल देख्न सक्नुहुन्छ, साथीले त्यो चाहिँ ल्याउनु भएको छ। हामी त्यहाँ 2 जना छौँ पछाडि, अनि अरू साथीहरू चाहिँ अगाडि बसिरहेछ लगेज कुरेर। ल त्यही हो। अब के कस्तो हुन्छ। अब अझै 1-1.5 घन्टापछि चाहिँ हिँड्छ बस, अझै गएर पुग्नु पर्ने हुन्छ हामी चाहिँ। ल साथीहरू, अब हामी चाहिँ बस पनि चढ्न सुरु गरिसक्यौँ। हाम्रो साथमा बसमा केटाहरू छ, देख्न सक्नुहुन्छ।
लागिरहेछ म टोइलेट पनि गएर आइसक्यो अनि साथीहरू चाहिँ यहाँ अगाडि छ यो चाहिँ बस हो अनि यताको दृश्य चाहिँ यस्तो छ तपाईहरु देख्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ मज्जाले घाम लागिरहेछ सुत्ता तानी टोलीहरू छ यतातिर ल साथीहरु अब हामीहरु चाहिँ कुलुज पुग्न थाल्यौं हाम्रो साथीहरु चाहिँ यतानिरै झरे किनभने उनीहरुको रुम यता थियो र उनीहरुले आफ्नो सामानहरु यतै झारेन अब हामीहरु चाहिँ कुलुजमा गएर कुर्नु पर्ने हुन्छ साथीहरु फाइनली हामी कुलुज पनि आइसक्यौं ल अब यहाँदेखि चाहिँ हामी ट्रेन स्टेसनमा जानुपर्ने हुन्छ ए बस त यही नै हो ल साथीहरु लागिसक्यो अब म पनि लाग्नु पर्ने हुन्छ साथीहरुको पछि ल लेट्स गो गाइस यस्तो छ यता कुलुजको माहौल गाइस अगाडिको दृश्य यस्तो छ ट्याक्क यो चाहिँ ट्रेन स्टेसन हो गारा भन्छ यहाँ कुलुजको यहाँ चाहिँ मेरो लगेज अनि ह्यान्ड ब्याग अनि सुज पनि यही छ मेरो ल यही हो ट्रेन स्टेसन अब यहाँदेखि चाहिँ हामी बुकारेस्टको लागि टिकट काटेर बस्नुपर्ने हुन्छ अब कति बजेको छ हेरौँ है अनि कति बजे जानुपर्ने हुन्छ अब त्यहाँ टिकट काटेपछि मात्र थाहा हुन्छ त्यसको टिकट काट्नु ल जाऊँ ल साथीहरु हजुरलाई अपडेट दिने क्रममा हामीहरु अब यहाँ कुलुजको एउटा पार्क एरियामा आइसक्यौं अनि लगभग यहाँ पनि फेरि 3 घण्टा जस्तो 4 घण्टा जस्तो वेट गर्नुपर्ने भयो ट्रेनको लागि अब हामी यहाँ 4 बजे झरेको थियौं 4:30 बजे अनि यहाँदेखि फेरि उता बुकारेस्टको लागि चाहिँ 8 बजेको ट्रेन चाहिँ जानुपर्ने भयो 8 बजेको ट्रेनमा हामीले टिकट काटिसक्यौं र अब 4 घण्टा के गरेर बस्ने भन्दाखेरि अब यसरी घुम्ने खानेकुराहरू खोज्न हिँडिरहेछौं अब दुईजनाहरू चाहिँ आफ्नो रुमतिर लगेज राख्न गइसक्यो र हामी 3 जना चाहिँ यता खानेकुराहरू खोज्न हिँडिरहेछौं यताको दृश्य हजुरहरूलाई देखाउँछु तपाईहरु देख्न सक्नुहुन्छ यताको दृश्य यस्तो छ यस्तो छ यताको दृश्य र मेरो साथीहरु अगाडि पुगिसक्नु भयो यो अगाडि दुईजना चाहिँ मेरो साथीहरु हुनुहुन्छ साथीहरु अब चाहिँ हाम्रो ट्रेन आउने समय भयो र अब हामी चाहिँ बाहिर जानुपर्ने हुन्छ
अब बाहिर एकछिन गएपछि ट्रेन आउने समय पनि हुन थाल्यो। साथीहरू चाहिँ गइसक्यो, म चाहिँ यहाँ छु। मेरो एउटा हेन ब्याग चाहिँ साथीले बोकिदिन्छ अनि यहाँ मेरो लगेज छ अनि म यहाँ छु। अब यहाँबाट यसो जानुपर्ने हुन्छ। साथीहरू चाहिँ अगाडि गइसक्यो अनि म चाहिँ यताको यस्तो छ, मान्छेहरू यस्तरी ट्रेन कुरेर बसिरहेछ। मेरो साथीहरू चाहिँ अगाडि गइरह, म चाहिँ पछाडि भिडियो बनाउँदै। ल साथीहरू, फाइनल्ली हाम्रो पनि ट्रेन आइसक्यो, देख्न सक्नुहुन्छ। अब हामी यसमै जानुपर्ने हुन्छ। अगाडि गएर रोक्छ यो चाहिँ। हामी चाहिँ ग्याङ पछाडि, हाम्रो ग्याङहरू पछाडि छ। हाम्रो ग्याङ चाहिँ ल साथीहरू, अब हाम्रो ट्रेन पनि आइसक्यो। अब हामी यो ट्रेनमा जानुपर्छ। यताको दृश्य चाहिँ यस्तो छ। गाइडहरू यति धेरै छन् यता। यो चाहिँ ब्यागमा आइरहेको छ अनि त्योसँग जोडेर चाहिँ हामी चाहिँ फर्किनु पर्ने हुन्छ। ल यताको गाइजहरू चाहिँ यस्तो छ। 2 नम्बर पक्रेर भनेको कति नम्बर पक्रेर यता हाम्रो यता साथी हुनुहुन्छ। ल अब चाहिँ हामी साथीहरू, अब हामी चाहिँ ट्रेनमा पनि बसिसक्यौँ र हामी चाहिँ 4 जनाको ग्रुप छौँ। यहाँ 2 जना अगाडि, 2 जना नेपाली आफ्नै साथीहरू पढ्नुभयो, एकजना दाइ उता पढ्नुभएको छ। यहाँ रोमानियाको फ्यामिलीहरू छ। हामी चाहिँ 4 जना चाहिँ सँगसँगै पढ्यो भनौँ न। बाहिर चाहिँ केही देखिँदैन, पानी परिरहेछ। यता भित्रको चाहिँ अवस्था यस्तो छ ट्याक्क। चार्ज भयो सोल्तिर आजको भिडियो चाहिँ यहीँसम्म नै। अब 9 बजिसक्यो यहाँ चाहिँ, तर पनि अलिअलि उज्यालै छ। हजुरहरू देख्न सक्नुहुन्छ बाहिर 9 बजे पनि अलिअलि उज्यालो नै छ। अब भोलि नेक्स्ट भिडियोमा भेटौँला। अनि तपाईँहरू लास्टसम्म हेर्नुभएको छ भने मेरो भिडियोलाई लाइक, सेयर, कमेन्ट अनि सब्सक्राइब पनि गरिदिनु होला भन्दै बाई बाई गाइज।